यहाँ उपस्थित सम्पूर्ण विद्यार्थीहरुमा नमस्कार। म यसै विद्यालयको स्कुल भाइस क्याप्टेन क्रिस्टिना चौहान। म नयन भट्टराई। म प्रजिता चौधरी। म युनिका वाग्ले। र म मनिषा श्रेष्ठ। र म अङ्किता कार्की। आज म लगायत मेरा साथीहरू हजुरहरूसँग खासै नबोलिने तर एकदमै धेरै महत्त्वपूर्ण विषयबारे छलफल गर्न गइरहेका छौँ। हामी यो विषयवस्तुमा छिर्नुभन्दा अगाडि हजुरहरूलाई फेरि पनि यस कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। र आज चाहिँ हामी मेन्सुरेसन अवेरनेस प्रोग्रामसँग रिलेटेड केही छलफल गर्ने गइरहेका छौँ। Today we are here to learn openly and respectfully about menstruation, hygiene and health. आज हामी यहाँ मेन्सुरेसन, हाइजिन र हेल्थको बारेमा थोरै केही डिस्कसन गर्छौँ। हामीसँग धेरै टाइम छैन, त्यही भएर हामी यो कार्यक्रमलाई छिटो सकाउने कोसिस चाहिँ गर्छौँ। हामीले क्लास 4 देखि नै हेल्थ बुक पढ्नुपर्छ। त्यहाँनिर हेल्थ बुकको लेसन भरिमा मेन्सुरेसन, हाइजिन एन्ड हेल्थ भन्ने एउटा हामीले टपिक पढ्नुपर्छ। त्यही भएर धेरैजनालाई थाहा होला मेन्सुरेसन भनेको के हो भनेर। नो सेम, नो फियर, एभ्रीवन डिजर्भ्स करेक्ट नलेज। यो कार्यक्रम हुँदै गर्दाखेरि कसैले पनि लाज मान्नु भएन, डर मान्नु भएन। कतिलाई क्वेसन सोध्नु मन लाग्छ होला, त्यति बेला डर र लाज कोही पनि मान्नु भएन, किनकि नलेज भनेको सबैले डिजर्भ गर्नुपर्छ। शिक्षा सबैको लागि बराबर हुन्छ। अनि एउटा कुरा हजुरहरूलाई मैले भन्न चाहेँ, कसैलाई यहाँ क्वेसन सोध्नु छ भने प्रोग्रामको बिचमा उठेर क्वेसन नसोधिदिनु होला। हजुरहरूले चाहिँ हामीलाई क्वेसन प्रोग्राम सकेपछि सोध्न सक्नुहुन्छ। So let me ask you some questions. What is menstruation? Menstruation भनेको के हो त? हामीले क्लास 4 देखि नै हेल्थ बुक पढेको छौँ भने त हजुरलाई थाहा छ होला मेन्सुरेसन भनेको। कसले भन्न सक्नुहुन्छ त मेन्सुरेसन भनेको के हो? Menstruation means period is the monthly bleeding process in girls and women. It is a natural sign that the body is growing and becoming mature. Menstruation भनेको चाहिँ हामी महिलाहरूमा प्रत्येक महिनामा हुने एउटा नेचुरल बायोलोजिकल प्रोसेस हो। यो बेला हामीले डराउनु पर्ने केही पनि कुरा छैन। हामीले अगाडि पनि भनिसक्यौँ यो नेचुरल प्रोसेस हो, यो सबै महिलाहरूमा हुन्छ। अनि हामीलाई मेन्सुरेसनले चाहिँ हाम्रो बडी ग्रो हुँदैछ, हामी मेच्योर हुँदैछ भन्ने एउटा साइन पनि दिन्छ। म हजुरहरूलाई यो पोइन्टको बारेमा केही बुझाउँछु। धेरै समय नभएकाले म छोटकटमै बुझाउँछु। मेन्सुरेसन चाहिँ जब कुनै पनि महिलामा बच्चा जन्माउने क्षमता हुन्छ तब मात्र केटीहरूलाई मेन्सुरेसन हुन्छ। यो हरेक महिना हुन्छ। कसैलाई 3 दिन हुन्छ, कसैलाई 4 दिन हुन्छ, कसैलाई 5 दिन हुन्छ र कसैलाई 7 दिनसम्म पनि हुन्छ। यो हरेक महिना 28 डेज पछाडि हुन्छ। मेन्सुरेसन भनेको फिमेल रिप्रोडक्टिभको एउटा साइकल हो। यो सबैमा हुन्छ र यो नेचुरल हुन्छ। युजली स्टार्ट्स बिट्विन एज 10 to 15। यो त हामीलाई धेरैलाई थाहा भएकै कुरा हो। मेन्सुरेसन स्टार्ट हुने मेन एज भनेको चाहिँ 10 to 15 हो। कतिलाई 10 वर्षभन्दा अगाडि पनि मेन्सुरेसन हुनसक्छ भने कतिलाई 15 वर्षदेखि पछि पनि मेन्सुरेसन हुनसक्छ। यसमा आत्तिनुपर्ने केही पनि कुरा हुँदैन। मेन्सुरेसन ह्यापन्स एभ्री मन्थ। यो प्रत्येक महिना हुने एउटा प्रोसेस हो। लास्ट अबाउट 3 to 7 डेज। कतिलाई चाहिँ मेन्सुरेसनको टाइममा धेरै ब्लिडिङ हुने, कसैलाई ब्लिडिङ कम हुने हुन्छ। कसैलाई चाहिँ 3 दिनमै ब्लिडिङ रोकिने, कसैलाई 7 दिनभन्दा धेरै दिनसम्म ब्लिडिङ भइराख्ने, ब्लिडिङ नरोकिने हुनसक्छ। यसमा आत्तिनुपर्ने पनि केही कुरा छैन। मेन्सुरेसन इज कम्प्लिटली नेचुरल एन्ड हेल्दी। मेन्सुरेसन एकदमै हेल्दी र नेचुरल हुन्छ। मेन्सुरेसन अनहाइजेनिक हो भनेको चाहिँ हामी भ्रममा छौँ। हामीले हाम्रो बडीलाई जति हाइजेनिक बनाउँछौँ, हामी जति हाइजेनिक हुन्छौँ त्यति नै मेन्सुरेसन पनि हेल्दी हुन्छ। अब हामीले यो स्टेजहरू देख्न सक्छौँ यहाँ। स्टेजेस अफ मेन्सुरल साइकल। मेन्सुरल साइकलको चाहिँ 4टा स्टेज हुन्छ। त्यो भनेको मेन्सुरेसन, फोलिकुलर फेज, ओभ्युलेसन र ल्युटियल फेज। मेन्सुरेसनमा चाहिँ के हुन्छ भन्दाखेरि नर्मली हाम्रो भजाइनाबाट चाहिँ ब्लिडिङ हुन्छ, ब्लड जान्छ, यो कुरा सबैले बुझ्नु नै हुन्छ। फोलिकुलर फेजमा भनेको चाहिँ एग प्रड्युस हुनको लागि रेडी हुन्छ। यति बुझ्नु कि फोलिकुलर फेजमा एग प्रड्युस हुनको लागि रेडी हुन्छ र हाम्रो थर्ड फेज ओभ्युलेसन फेजमा चाहिँ एग माथि रेडी हुन खोज्छ एग, अनि यहाँ तल ओभ्युलेसन फेजमा चाहिँ एग रेडी भइसकेर फेलोपियनको थ्रुबाट ओभरीमा जान्छ। यो भनेको फेलोपियन ट्युब हो र यो ओभरी हो, युटेरस हो। एग चाहिँ यहाँ फेलोपियनको थ्रुबाट युटेरसमा जान्छ। अनि फोर्थ फेज भनेको चाहिँ ल्युटियल फेज। ल्युटियल फेजमा चाहिँ एग फेलोपियन ट्युबको थ्रुबाट युटेरसमा जान्छ। यहाँ
बाक्लोपन भएर बसेको हुन्छ र यसले स्पर्म खोज्छ। स्पर्म नपाएपछि चाहिँ यो जुन बाक्लोपन भएर बसेको हुन्छ युटेरसमा त्यो चाहिँ ब्रस्ट हुन्छ र त्यो ब्रस्ट हुँदाखेरि मेन्सुरेसन अकर हुन्छ। वाइ अवेरनेस इज इम्पोर्टेन्ट? अवेरनेस किन इम्पोर्टेन्ट छ त? अब मेनी गर्ल्स फिल स्केयर्ड ड्युरिङ फर्स्ट पिरियड। कति गर्ल्सहरूलाई चाहिँ फर्स्ट पिरियड भएको छैन होला यहाँबाट, कतिलाई भइसक्यो होला, कतिलाई पिरियड हुँदाखेरि डराउनु पनि भएको थियो होला कति धेरैजना। म मेरै कुरा सेयर गर्नु पर्दाखेरि मलाई फर्स्ट टाइम पिरियड हुँदाखेरि म रोएको थिएँ क्या, म रोएको थिएँ। किन भन्दाखेरि मलाई यसको बारेमा केही पनि नलेज थिएन। मलाई पिरियड हुनुभन्दा अगाडि यति चाहिँ थाहा थियो कि पिरियड भएको बेला पहिलाको टाइममा घरमा बस्न दिनुहुन्न भन्ने एउटा सोच थियो होइन। मलाई पनि मसँग पनि त्यस्तै हुन्छ कि भनेर मलाई घरमा बस्न दिनु भएन भने चाहिँ म यस्तो भन्छु मेरो फ्यामिलीलाई, उस्तो भन्छु। मैले हेल्थमा पढेको छु नि त, मलाई थाहा छ। मैले यति भने त म घरमा बसिहाल्छु नि, यो त कहाँको परम्परा हो र म नयाँ परम्परा ल्याउँछु भन्ने सोचेको थिएँ। तर जति बेला मलाई पिरियड भयो त्यति बेला म डर आएँ क्या, मैले केही पनि बोल्न सकिनँ अनि म रुएँ। अनि म 1 हप्तासम्म स्कुल आइनँ किनकि मलाई डर थियो। अब नयाँ कुरा आफूसँग भइरहेछ नि त, यसको बारेमा केही पनि नलेज थिएन अनि मलाई डर थियो, त्यही भएर म स्कुल आइनँ। म घरमा पनि बसिनँ, म घरदेखि बाहिरै अन्तै बसेँ, मेरो फुपूकोमा बसेको थिएँ। अनि यही कुरा चाहिँ हजुरसँग नहोस् भनेर हामीले आजको यो कार्यक्रम पनि सञ्चालन गरेका हौँ। त्यही भएर गर्ल्सहरूमा पिरियड हुँदाखेरि चाहिँ डराउनु पर्ने कुनै पनि कुरा छैन। अवेरनेस बिल्ड्स कन्फिडेन्स। हजुरहरूलाई यस्तो अवेरनेस प्रोग्रामहरू गराउँदाखेरि यस्तो रहेछ यो कुरा त, यसमा डराउनु पर्ने रहेन रहेछ भनेर हजुरहरूमा भएको डरहरू हराउँछ। गुड हाइजिन प्रिभेन्ट्स इन्फेक्सन। हामी हाइजेनिक छौँ, हामी हेल्दी छौँ, हामीले जहिले पनि हाम्रो हाइजिन मेन्टेन गर्छौँ भने चाहिँ हामी डिजिज फ्री हुन्छौँ, हामीलाई इन्फेक्सनहरू हुँदैन। त्यही भएर हामीले गुड हाइजिनलाई चाहिँ आफ्नो फर्स्ट प्रायोरिटीमा राख्नु पनि पर्छ। हेल्प्स गर्ल्स कन्टिन्यू स्कुल नर्मली। मैले अघि पनि भनेको थिएँ मलाई फर्स्ट टाइम पिरियड भएको बेला म स्कुल आएको थिइनँ, तर त्यस्तो गर्नुपर्छ जस्तो मलाई लाग्दैन। पिरियड हुँदाखेरि जेसुकै होस् स्कुल आउनुपर्छ, किनभने स्कुलमा हाम्रो सिनियर दिदीहरू हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, एकदम सपोर्टिभ म्यामहरू दिदीहरू हुनुहुन्छ। हजुरहरूलाई डर लागेको कुरा मलाई यस्तो भइरहेछ के भएको हो, नराम्रो हो कि नराम्रो हो यो कुरा भनेर आफ्नो सिनियर दिदीहरूलाई सोध्न सकिन्छ, म्यामहरूलाई सोध्न सकिन्छ। त्यही भएर स्कुल चाहिँ पिरियड भएको बेला म जाँदिनँ भन्ने चाहिँ सोच नराख्दा पनि हुन्छ। स्कुलमा अझै हामीले थाहा नभएको कुराहरू थाहा पाउन सक्छौँ। त्यही भएर स्कुल चाहिँ पिरियड भएको छ म जान्न भन्ने सोच नराख्नुहोस्। थिङ्स टु डु ड्युरिङ मेन्सुरेसन। मेन्सुरेसन भएको बेला चाहिँ के गर्नुपर्छ त? के गर्नुपर्छ? थ्याङ्क यू क्रिस्टिना। थिङ्स टु डु ड्युरिङ मेन्सुरेसन। मेन्सुरेसन भएको बेला के गर्नुपर्छ त? चेन्ज प्याड एभ्री 4 to 6 आवर। मेन्सुरेसन भएको बेला हामीले 4 घन्टादेखि 6 घन्टाको बिचमा हामीले प्याड चेन्ज गरिराख्नुपर्छ। वास ह्यान्ड्स बिफोर एन्ड आफ्टर चेन्जिङ प्याड। हामीले प्याड चेन्ज गर्नुभन्दा अगाडि र चेन्ज गरिसकेपछि मजाले साबुन पानीले हात धुनुपर्छ। वेयर क्लिन अन्डर गार्मेन्ट्स। हामीले क्लिन अन्डर गार्मेन्ट्सहरू मात्रै युज गर्नुपर्छ। ड्रिङ्क इनफ वाटर। हामीले बडीलाई चाहिने जति पानी खानुपर्छ। दिनमा पनि 1 लिटर पानी चाहिँ खानै पर्छ। इट हेल्प्स टु किप आवर बडी हाइड्रेट। टेक प्रोपर रेस्ट। हामीले बेलुका आफ्नो सुत्ने टाइममा सुतेर कम्तीमा पनि 8 घन्टा जति सुत्नै पर्छ। हामीले प्रोपर रेस्ट पाउँछौँ, बडी फ्रेस हुन्छ। लाइट एक्सर्साइज एन्ड वकिङ इज ओके। हामीले मेन्सुरेसन भएको बेला हेभी कामहरू गर्नु हुँदैन। लाइट एक्सर्साइज एन्ड वकिङ इज ओके। हामीले बेलुका अथवा बिहान एकछिन वकिङको लागि अथवा योगा एक्सर्साइजहरू गऱ्यौँ भने बेस्ट हुन्छ। टक टु ट्रस्टेड सिनियर्स, टिचर्स अर प्यारेन्ट्स। हामीलाई आफ्नो ट्रस्ट भएको, विश्वास लागेको सिनियर्स, टिचर्स अर प्यारेन्ट्सलाई हामीले आफ्नो कुराहरू सेयर गर्न सक्छौँ। हजुरहरूलाई डर लाग्छ भने त्यस्तो डराउनु पर्ने कुरा केही छैन। थिङ्स नट टु डु ड्युरिङ मेन्सुरेसन। हामीले मेन्सुरेसन भएको बेला के कुरा गर्नु हुँदैन त?
डु नट किप वान प्याड फर टु लङ टाइम. अब लाइट फ्लो मिन्स यु क्यान किप द प्याड लङ्गर्स. अब हामीलाई ब्लड फ्लो थोरै भइरहेको छ भने यसको मतलब हामीले त्यो 4 घन्टादेखि 6 घन्टाको बिचमा त्योभन्दा बढी प्याड युज गर्नु हुँदैन. यसले गर्दा यो धेरै बेरसम्म प्याड युज गऱ्यो भने हामीलाई इन्फेक्सन हुनसक्छ. डु नट युज डर्टी क्लोथ्स. हामीले डर्टी क्लोथ्सहरू युज गर्नु हुँदैन. हामीले क्लिन क्लोथ्सहरू युज गर्नुपर्छ. डर्टी क्लोथ्स युज गऱ्यो भने हामीलाई इन्फेक्सन हुनसक्छ. डु नट हाइड प्रब्लम्स अर पेन. हामीले केही कुराहरू हामीलाई अप्ठ्यारो परेको कुराहरू लुकाउनु हुँदैन. अघि नै भनिसकेँ, हामीलाई ट्रस्ट लागेको सिनियर्स टिचर्सहरूलाई सेयर गर्नुपर्छ. डु नट टेज अर सेम अदर्स. हामीले अरूलाई जिस्काउनु हुँदैन. कतिपय स्टुडेन्टहरू लजाएर स्कुल नै आउनुहुन्न. कसैलाई मेन्सुरेसन भएको बेला फर्स्ट टाइम थाहा हुँदैन अनि ड्रेसहरूमा लागिरहेको हुन्छ. त्यति बेला कतिजनाले जिस्काउनुहुन्छ. त्यस्तो गर्नु हुँदैन. भनिदिनुपर्छ, उनीहरूलाई सेफ फिल गराउनुपर्छ. टिचर्सहरूलाई सेयर गर्नुपर्छ यस्तो कुरा. डु नट फ्लस प्याड्स इन टोयलेट. यो चाहिँ मेन कुरा रहेको छ. हाम्रो स्कुलमा पनि टोयलेट छ र कतिजनाले युज गरेर टोयलेटमा फ्लस गरिदिनुहुन्छ. यस्तो गर्नु हुँदैन. यस्तो गऱ्यो भने टोयलेट जाम हुनसक्छ, टोयलेट बिग्रिन सक्छ. डु नट बिलिभ इन हार्मफुल मिथ्स. हामीले हावा कुराहरूमा विश्वास गर्नु हुँदैन. समाजमा सुन्नु नै भएको छ होला, मेन्सुरेसन भएको बेला घरमा बस्नु हुँदैन, मन्दिर जानु हुँदैन, किचनमा पस्नु हुँदैन. यो सबै हावा हो. मेन्सुरेसन कमन प्रब्लम्स ड्युरिङ मेन्सुरेसन. अब मेन्सुरेसन भएको बेलामा प्रब्लम पनि हुन्छ. अब प्रब्लमहरू यहाँ देख्न सक्छौ. मेन प्रब्लम स्टमक पेन. बुढी त यस्तो दुख्छ नि, अनबेरेबल पेन हुन्छ क्या. मलाई चाहिँ पेन हुँदैन, आइएम लक्की. बट मेरो साथीहरूलाई देखेको छु कि यस्तो पेन हुन्छ, रुइरहेको हुन्छ. म केही पनि गर्न सक्दिनँ. तर म केही सजेस्ट गर्न सक्छु भने उसले त्यो पिरियड बेल्ट युज गर्न सक्छ. मैले अस्ति भर्खर मेरो एउटा साथीलाई सजेस्ट गरेर उसले किन्यो र उसलाई त्यो इफेक्टिभ पनि भयो. अनि अर्को भनेको हट वाटर ब्याग पनि युज गर्न सक्छौँ हामी यसको सोल्युसनमा. अर्को मेन प्रब्लम ब्याक पेन. ब्याक पेन त यति हुन्छ कि कुरै छोडिदिउँ. ब्याक पेन यति हुन्छ कि मसाज सेन्टरमा गएर मसाज गरौँ जस्तो हुन्छ. तर के गर्नु मिल्दैन र. त्यही भएर घरमै पेरेन्ट्सहरूलाई अथवा मम्मी दिदीहरूलाई भन्नुपर्छ मसाज गरिदिनु, मेरो ब्याक पेन भयो भनेर भन्नुपर्छ. विकनेस. मेन्सुरेसन भएको बेलामा हाम्रो ब्लड एकदमै जान्छ. त्यही भएर हामीलाई एकदमै विक फिल हुन्छ. त्यही भएर हामीले न्युट्रिसियस फुड खानुपर्छ, जस्तै कि ग्रिन भेजिटेबल्स, राइपन फुड अनि मिल्क मिटहरू खानुपर्छ हामीले, जसले हामीलाई ताकत दिन्छ. हामीले त्यो हुन्छ नि डार्क चक्लेट आइसक्रिम खाइन्छ नि पिरियड भएको बेलामा, तर त्यसले धेरै हेल्प हुँदैन. अलिअलि मनको शान्ति त होला, तर जिउलाई अलिकति पनि राम्रो हुँदैन. मुड स्विङ्स. घरि खुसी लाग्छ, घरि कस्तो झ्याउ लाग्छ, घरि कस्तो कराउन मन लाग्छ, घरि पुरा स्याड फिल हुन्छ, घरि कस्तो रिस उठ्छ. यस्तै हो पिरियड भएको बेला मुड स्विङ हुन्छ. तर मुड स्विङ भयो भन्दैमा हामीले अरूलाई जे पाइ त्यही भन्न हुँदैन नि, आफ्नो कन्ट्रोल गरेर राख्नुपर्छ. किनभने पिरियड भएको बेला मुड स्विङ त हुन्छ, तर आफूलाई कन्ट्रोल गरिएन भने अरूलाई जे पाइ त्यही भन्न सकिन्छ. अरूको मन त एआई होइन, दुख्छ मन. त्यही भएर हामीले अरूको चित्त दुखाउनु हुँदैन पिरियड भयो भन्दैमा. आफ्नो मुड स्विङ भए पनि हामीले कन्ट्रोल गर्नुपर्छ. इरेगुलर पिरियड. अब कुनै बेला मेन्सुरेसन ठ्याक्क हुने डेटभन्दा 2-3 दिन अगाडि हुन्छ, कुनै बेला 2-3 दिन पछाडि हुन्छ, कुनै बेला 7-8 दिन पनि पछाडि हुन्छ. त्यतिको नर्मल हो, किनभने अहिले हामी टिनेजर फेजमा छौँ नि त. यतिको हर्मोनल इम्ब्यालेन्स त भइहाल्छ. त्यही भएर यति साह्रो आत्तिनु पर्दैन. तर 4-5 महिना 6-7 महिना भएन भने चाहिँ हामीले आफ्नो पेरेन्ट्सहरूलाई भन्नुपर्छ अथवा डक्टरसँग कन्सल्ट गर्नुपर्छ. अब हामीले कतिखेर हेल्प माग्ने त अरूसँग. अब पिरियड त हरेक महिना हुन्छ, हरेक महिना हेल्प माग्ने त हुँदैन, तर कहिलेकाहीँ चाहिन्छ नि त. त्यही भएर कति बेला चाहिन्छ अब देखाउँछु म. भेरी सिभियर पेन. अब एकदमै भुँडी दुखेको छ अथवा आफूलाई असहज महसुस भएको छ भने त्यति बेला आफ्नो पेरेन्ट्स, टिचरहरू, सिनियर्सहरूलाई भन्नुपर्छ. आफै भित्र गुम्च्याएर राख्नु हुँदैन, न त भित्रभित्र पोलेर तडपिन्छौँ हामी. अर्को
हेभी ब्लिडिङ अब होइन कसैलाई हेभी ब्लिडिङ होला कसैलाई लाइट ब्लिडिङ होला अब लाइट भयो त ठिकै छ तर हेभी भयो भने हरेक छिनछिनमा प्याड चेन्ज गर्नुपर्ने हुन्छ यो त अति नराम्रो हो एकदमै गाह्रो फिल हुन्छ होइन त्यही भएर हामीले आफ्नो पेरेन्ट्सलाई भनेर हस्पिटल गइहाल्नुपर्छ यदि हेभी ब्लिडिङ भयो भने चाहिँ फेन्टिङ अब पिरियड भएको बेलामा एकदमै विक महसुस हुन्छ भनेर त मैले अघि भनिसकेँ अब कसैको इम्युनिटी पावर धेरै होला र नढल्ला तर कोहीको त लो हुन्छ नि त त्यही भएर कसैलाई त चक्कर लाग्ने हुनसक्छ तर त्यही भएर आफ्नो टिचरहरू साथीहरूलाई भनिराख्नुपर्छ कि मलाई लो फिल हुँदैछ भनेर उनीहरूले तपाईँहरूलाई हेरचाह गरिराख्नेछ त्यति बेला लङ एब्सेन्स अफ पिरियड मैले अघि भने 6-7 महिनासम्म भएन भने धेरै टाइमसम्म भएन भने हामीले नभएको झनै राम्रो भनेर चाहिँ बस्नु हुँदैन हामीले आफ्नो पेरेन्ट्सहरूलाई भन्नुपर्छ टिचर्सहरूलाई भन्नुपर्छ पेरेन्ट्सहरूलाई भनेर हस्पिटल चाहिँ गइहाल्नुपर्छ किनभने यसले भोलि पर्सि धेरै ठुलो प्रब्लम कज गर्न सक्छ अहिले पो एकछिन रमाइलो होला त पिरियड नहुँदा तर भोलि पर्सि धेरै प्रब्लम आयो भने के गर्ने त्यही भएर अहिलेदेखि नै सतर्क रहनुपर्छ प्रिभेन्सन इज बेटर देन केयर अब चाहिँ म तपाईँहरूलाई हाउ टु युज एन्ड प्याड इन अ प्रपर वे भनेर डेमोन्स्ट्रेट गर्न गइरहेको छु सो हाम्रो फर्स्ट स्टेप भनेको चाहिँ वास ह्यान्ड अब हामीले चाहिँ प्याड युज गर्नुभन्दा अगाडि चाहिँ हात साबुनसँग मिची धुनुपर्छ बिकज हामीले हात धुइनौँ भने हामीलाई इन्फेक्सन हुने हाई चान्स हुन्छ सो द्याट्स वाइ वी हेभ टु वास आवर ह्यान्ड्स आवर नेक्स्ट स्टेज इज रिमुभ प्याड फ्रम प्याकेट सो अब रिमुभ प्याड फ्रम प्याकेट गर्दा चाहिँ हामीलाई प्याड पनि त चाहिन्छ नि त प्याकेट पनि त चाहिन्छ नि त अनि खोइ त अनि भन्नाले मसँग यहाँ छँदैछ यो हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरू धेरैलाई थाहा छ होला यो प्याड कस्तो हुन्छ अनि कसरी युज गर्ने तर मलाई यहाँ थाहा छ तपाईँहरू धेरैलाई जस्तो थाहा छैन पनि कस्तो हुन्छ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ सेनिटरी प्याड हो तर हामीसँग सेनिटरी प्याड त छ तर कसरी खोल्ने त कसरी निकाल्ने त यो भन्ने चाहिँ म अब देखाउँछु सो यो चाहिँ सबसे सिम्पलेस्ट हो यसलाई चाहिँ हामीले केही गर्ने होइन यसरी खोल्ने हो यसरी चाहिँ हामीले निकाल्न सक्छौँ अब नेक्स्ट स्टेज इज स्टिक इट प्रपरली अन द अन्डरवेयर अब हामीले यो ऱ्यापर त निकालिसक्यौँ अब ऱ्यापर निकालिसकेपछि चाहिँ हामीले यो अन्डरवेयरमा स्टिक चाहिँ कसरी गर्ने त यो पनि म तपाईँहरूलाई डेमोन्स्ट्रेट गर्न गइरहेको छु सो दिस इज एन अन्डरवेयर यसमा हाँस्नु पर्ने लजाउनु पर्ने केही पनि कुरा छैन सो हेरिदिनु होला सुरुमा चाहिँ हामीले यो अन्डरवेयरको भित्री पार्टलाई निकाल्नुपर्छ अनि त्यसपछि हामीले यो स्टिकरलाई निकाल्नुपर्छ यो स्टिकरलाई निकालिसकेपछि हामीले यसलाई टाँस्नुपर्छ लङ पार्ट चाहिँ पछाडि र सर्ट पार्ट चाहिँ अगाडि टाँस्दिनु देखेको छैन होला अनि त्यसपछि हामीसँग अझै एउटा स्टिकर हुन्छ त्यसलाई निकालिसकेपछि हामीले त्यो दुईवटा पार्टलाई चाहिँ पछाडि लगाउनुपर्छ जसले गर्दा चाहिँ मजाले टाँसिन्छ र हल्लिँदैन यसरी चाहिँ हामीले प्याडलाई अप्लाई गर्न सक्छौँ यो इजी पनि छ र सिकिन्छ पनि अब नेक्स्ट पार्ट भनेको चाहिँ चेन्ज प्याड एभ्री 4 to 6 hours यो त अघि पनि भनिसकेको कुरा हो त्यसै कारणले मैले फेरि पनि भन्नुपर्छ जस्तो लागेन ऱ्याप युज प्याड प्रपरली अब हामीले 4 to 6 hours त चेन्ज गर्छु अब चेन्ज गरिसकेपछि युज प्याडलाई चाहिँ कसरी ऱ्याप गर्ने त अब यो कसरी ऱ्याप गर्ने हो भने म तपाईँलाई सिकाउँछु सुरुमा चाहिँ यो मान्नु यो एउटा युज प्याड हो सुरुमा चाहिँ हामीले युज प्याडलाई फोल्ड गर्नुपर्छ यसमा घिन मान्नुपर्ने कुनै कुरा हुँदैन किनकि इट्स अ बायोलोजिकल प्रोसेस होइन त्यही भएर यत्तिकै फोल्ड गर्नुपर्छ फोल्ड गरेपछि अघि नै निकालेको ऱ्यापर हामीले यो ऱ्यापरमा
ऱ्याप गर्नुपर्छ। यदि ऱ्यापर छैन भने पनि हामीले पेपर युज गर्न सक्छौँ। प्याड चेन्ज गर्न जाँदाखेरि यदि ऱ्यापर छैन भने पेपर लिएर पनि जाँदा हुन्छ। सो यसरी हामीले ऱ्याप गर्न सक्छौँ। अनि हाम्रो लास्ट स्टेज भनेको चाहिँ डिस्पोज इन डस्टबिन। अब हामीले ऱ्याप त गऱ्यौँ, तर कहाँ फाल्ने त? यत्तिकै बाहिर यत्तिकै फाल्ने त मिल्दैन। त्यही भएर हामीले चाहिँ के गर्नुपर्छ भने डस्टबिनमा यसरी डिस्पोज गर्ने, अरू कतै नै फाल्ने होइन। त्यसैले म यति भन्दै म निक्लिन्छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर दुईवटा पिक्चर छ। यो टोयलेट हो। हाम्रो स्कुलमा यस्तो खाले टोयलेट छैन, त्यही पनि यो दुईटै टोयलेट हाम्रो घरमा भएको, हाम्रो स्कुलमा भएको र यस्तो खाले टोयलेटको एउटै सिस्टम हुन्छ, एउटै डिस्पोजल हुने सिस्टम हुन्छ। एउटा प्याडभित्र यस्तो खाले सफ्टवेयर हुन्छ जसले चाहिँ लिक्विडलाई अब्जर्भ गर्छ। त्यसले त्यो लिक्विड हुन्छ नि त्यहाँभित्र, तपाईँहरूले देख्नु हुँदैन किनभने त्यो खोलेको हुँदैन। त्यहाँभित्र सानो लिक्विड हुन्छ, त्यसले चाहिँ लिक्विडहरूलाई त्यहाँ सानो उयो हुन्छ, त्यसले लिक्विडलाई अब्जर्भ गर्छ। अनि त्यो लिक्विडलाई अब्जर्भ गरेपछि त्यो प्याड आफै फुल्दै जान्छ। डु नट फ्लस प्याड इन टोयलेट स्प्यान। तपाईँहरूले प्याडलाई चाहिँ यसरी टोयलेटभित्र हाल्नु हुँदैन। यो एउटा टोयलेट हो। यहाँनिर हामीले फ्लस गरेको सबै स्टुल युरिनहरू यसरी जान्छ। तपाईँहरूले प्याड फाल्नुभयो भने त्यो प्याडले लिक्विड अब्जर्भ गर्छ अनि त्यो फुलेर यसरी जाम हुन्छ, जसले गर्दाखेरि चाहिँ त्यो पानी र स्टुलहरू जान पाउँदैन अनि माथि माथि आउँछ, जसले गर्दाखेरि धेरै नै समस्या हुन्छ। यसले तपाईँहरूले अब लु प्याड पनि त्यसरी फाल्नु भएन भने जसरी तपाईँले यसरी खोलेर फाल्न मिल्दैन, दिदीले सिकाउनु भएको थियो त्यसरी नै ऱ्याप गरेर फाल्नुपर्छ। नभए यसरी फाल्नुभयो भने डस्टबिन गनाउँछ, जसले गर्दा हामीलाई पनि टोयलेटमा पस्न मन लाग्दैन। यसरी प्याडहरू फाल्नुभयो भने गनाउनुको साथै यसले इन्फेक्सन पनि ल्याउँछ। यसमा ब्याक्टेरियाहरू हुन्छ जसले गर्दा हामीलाई इन्फेक्सन पनि हुनसक्छ। र हाम्रो जति पनि स्टाफ हुनुहुन्छ जसले पनि टोयलेट क्लिन गर्नुहुन्छ, यो प्याडहरूलाई लानुहुन्छ, उहाँहरूलाई पनि प्रब्लम हुन्छ यसरी म्यानेज गर्नको लागि। अब यो टपिक चाहिँ हाम्रो अङ्किताज्यूले बुझाउनुहुन्छ। थ्याङ्क यू युनिका। हेल्प द जुनियर्स। अब कसरी सिनियर्स जुनियर्सहरूलाई चाहिँ हेल्प गर्न सक्नुहुन्छ त? हेरौँ है त। यहाँ चाहिँ दुईजना सिनियर्सहरू हुन्छ। अब एकजनालाई चाहिँ गाह्रो भइरहेको छ, उहाँहरूले हेल्प गरिरहनु भएको छ, साथ दिइरहनु भएको छ, ब्रिडिङमा यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर। त्यही भएर तपाईँहरूलाई पनि यदि यस्तो समस्या भएको छ भने हामीलाई भन्न सक्नुहुन्छ, अथवा हामीलाई भनेर हामी पनि तपाईँहरूलाई सक्दो सहयोग गर्नेछौँ। सपोर्ट जुनियर्स ड्युरिङ फर्स्ट पिरियड। अब कतिलाई पिरियड भइसकेको होला, कतिलाई हुने बाँकी होला, कति त भइ नै रहेको होला। अब त्यतिखेर चाहिँ जुनियर्स, अब सानो हामीसँग सानो भाइ बहिनीहरू पनि त हुन्छ, 4 को हुनुहुन्छ, 5 को हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सपोर्ट गर्नु पऱ्यो क्या। अब हामीभन्दा सिनियर त तपाईँहरू पनि उहाँहरूको सिनियर्स हो नि त, 8 मा पढ्ने हुनुहुन्छ। त्यही भएर तपाईँहरूले नि उहाँहरूलाई हेल्प गर्नु पऱ्यो। अब हामीले भ्यायौँ भने हामी पनि सक्ने कोसिस गर्ने नै छौँ। एक्सप्लेन प्याड युज काइन्डली। अब प्याडलाई चाहिँ कसरी युज गरिन्छ त? अघि अब नयनले देखाइसक्नु भयो कसरी युज गर्ने, कसरी यसलाई स्टिक इट गर्ने भनिसक्नु भयो। तर अब त्यो युज गर्न भन्दाखेरि चाहिँ अब झर्केर बोलेर अब उनीहरूले मान्छ त? मान्दैन। त्यही भएर उनीहरूलाई काइन्ड भएर बुझाउनु पऱ्यो, सिकाउनु पऱ्यो। स्टप टिजिङ एन्ड बुलिङ। अब अघि पनि भन्नुभयो, अब कसैले स्कुल पिरियड भइरहेको छ, स्कुलै आउन मन गर्नु हुँदैन किनभने उहाँहरूलाई कसैले जिस्काउँछ। अब ड्रेसहरूमा ब्लड लाग्यो भने उहाँहरूलाई कसैले जिस्काउनुहुन्छ कि कसैले केही भन्ने पो हो कि भनेर स्कुलै आउन मन गर्नु हुँदैन। तर स्कुल चाहिँ कन्टिन्यू आउनुपर्छ। र स्टप टिजिङ एन्ड बुलिङ। कसैलाई जिस्काउनु चाहिँ हुँदैन किनभने यो नेचुरल हो, यो सबै महिलाहरूलाई हुन्छ। हेल्प नर्भस स्ट्रेन। अब कतिलाई पिरियड भइरहेको होला अनि कति डराउनुहुन्छ, कति नर्भस फिल गर्नुहुन्छ।
अब नर्भस भएर पनि यसको केही कामै छैन, यसको केही फाइदै छैन। नर्भस भएर पनि झन् दुःख त हामीलाई नै हुन्छ। त्यही भएर नर्भस हुनु भएन, हामी छौँ, हामीले पनि सिकाइदिने नै छौँ कति सेफ हुन्छौँ, तपाईँहरू कति सेफ हुनुहुन्छ। किनभने यो नराम्रो चिज त होइन, यसलाई हामीले राम्ररी प्रयोग गर्न जानुपर्छ। यो हामी राम्ररी नै हुन्छ यो चिज। टिचर्स इज हियर फर यु। अब तपाईँहरूले हामीले सिनियर्सलाई भन्नु त भन्यौँ, तर सिनियर्सलाई भनेर सिनियर्सको क्लास हुँदैछ, अब सिनियर्सलाई बोलाउन त मिलेन। अब झन् सिनियर्सभन्दा जाने हाम्रो स्कुलमा फिमेल टिचरहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि सोध्न सक्नुहुन्छ, उहाँहरूले झन् हामीभन्दा बेटर तरिकाले बुझाइदिन सक्नुहुन्छ। गाइड देम टु टिचर इफ निडेड। अब टिचरहरूले पनि उनीहरूलाई सानो भाइ बहिनीहरूलाई फर्स्ट पिरियड हुन्छ गाइड गर्नु पर्यो। किप इमर्जेन्सी प्याड्स इफ पोसिबल। अब कतिलाई झट्ट पिरियड हुन्छ, कतिलाई इरेगुलर पिरियड, अब भनि नै हाल्यौँ इरेगुलर पिरियड हुन्छ, कतिलाई लामो समयसम्म हुँदैन, कतिलाई भइ नै हाल्छ। छिटो हुन्छ ढिलो हुन्छ यो केही फरक पर्दैन, तर धेरै ढिला चाहिँ हुनु भएन। हामीले डक्टरसँग अथवा प्यारेन्ट्ससँग भनेर कन्सल्ट गर्नुपर्छ। अब इमर्जेन्सी प्याडहरू चाहिँ हामीले राखिरहनुपर्छ। अब कसैलाई बच्चाहरूलाई पनि पिरियड भइहाल्यो भने उनीहरूलाई ब्लिडिङ हुँदैछ भने त्यो ब्लिडिङ चाहिँ अब ड्रेसहरूमा लाग्न सक्छ। त्यही भएर इमर्जेन्सी प्याड चाहिँ सिनियरहरूले बोकिरहनु भएको पनि हुन्छ प्रायः जस्तोले। अब कहिलेकाहीँ स्कुलमा पनि सकिन्छ, त्यही भएर त्यो चाहिँ म्यानेज गर्नु पर्यो, सिनियर्सहरूले नि बोकेर आउनु पर्यो। अब जुनियर्सहरू त खासै केही भन्नु पर्दैन। मिथ भर्सेस फ्याक्ट। अब मैले सुनिरहेको छु मिथ भनेको फेक कुराहरू र फ्याक्ट भनेको साँचो। मिथ, अब पिरियड भनेको डर्टी हो अरे, मैले समाजमा सुन्छु पिरियड भनेको नराम्रो चिज हो अरे। यो नराम्रो हो त काहीँबाट? कुनै एङ्गलबाट पनि यो नराम्रो त छैन नि। यो सबै नेचुरल प्रोसेस हो, सबैलाई हुन्छ र हुनु नै छ। अनि अर्को मिथ, गर्ल्स सुड नट गो टु स्कुल। महिलाहरू स्कुलै आउनु हुँदैन अरे। मलाई पनि कतिजनाले त स्कुल किन गएको भनिरहनु भएको थियो। अब स्कुल नगएर केही हुन्छ त? केटीहरूले झन् स्कुल अहिलेको जेनेरेसनमा केटीहरू अगाडि बढ्नुपर्छ भन्नुहुन्छ। केटीहरू अगाडि बढ्न भने अब को चाहिँ बढ्छ त झन् धेरै। सो गर्ल्स विल गो स्कुल, गर्ल्स क्यान कन्टिन्यू नर्मल एक्टिभिटिज। गर्ल्सहरूले चाहिँ आफूले दैनिक गर्ने कामहरू पहिलाभन्दा विकनेस फिल हुन्छ, गाह्रो हुन्छ, त्यो आफ्नो ठाउँमा छ, तर आफूले गर्ने कामहरू चाहिँ गरिरहनुपर्छ। एक्सर्साइज इज हार्मफुल। अब एक्सर्साइज अघि पनि भन्नुभयो एक्सर्साइज चाहिँ हार्मफुल हुन्छ अरे। अब त भारी खालको एक्सर्साइजहरू अलिक अर्कै खालको एक्सर्साइज हुन्छ नि। अब भारी गरौँ, अब गर्न नमिले अप्ठ्यारो खालको एक्सर्साइज चाहिँ गऱ्यो भने त हाम्रै हेल्थको लागि पनि नराम्रै हो। तर लाइट एक्सर्साइज क्यान हेल्प। फ्याक्ट चाहिँ हो कि लाइट एक्सर्साइज क्यान हेल्प। अर्को, टकिङ अबाउट पिरियड्स इज सेमफुल। अब मैले सुनेको छु पिरियडको कुरा गरौँ भने लाज हुन्छ अरे। यस्तो हो त? यो पहिलाको जमानाको, अहिलेको जेनेरेसनको यस्तो हुनु हुँदैन। पिरियडको कुरा गर्दा कोही डराउँछ? अवेरनेस इज हेल्दी। अब हामीले अहिले तपाईँहरूलाई अवेर गऱ्यौँ, साना भाइ बहिनीहरूलाई अवेर गऱ्यौँ भने अब हामीले अवेर गरिसकेपछि त तपाईँहरू पक्कै पनि बुझ्नुहुन्छ होला भन्ने आशा पनि राखेका छौँ। अब हामीले तपाईँहरूलाई अवेरै नगरेको भए भाइ बहिनीहरूलाई थाहा नै हुँदैन थियो नि त। त्यही भएर वी सुड अवेर यु। अवेरनेस इज इम्पोर्टेन्ट। अब हामीलाई त कसैले अवेर गर्नु भएन हामीलाई हुनुभन्दा अगाडि, तर तपाईँहरूलाई चाहिँ हामीले अवेर गरेका नै छौँ। अब तपाईँहरूलाई केही क्वेसन छ भने सोध्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले हजुरहरूलाई भन्नुपर्ने कुराहरू, देखाउनु पर्ने अनि बुझाउनु पर्ने कुराहरू बुझाइ पनि सक्यौँ र भनि पनि सक्यौँ। अब हामीले यो कार्यक्रम सञ्चालन गर्दाखेरि हजुरहरूलाई केही कुरामा जिज्ञासा लागेको छ, कसरी प्याडहरू युज गर्ने भनेर देखाउँदाखेरि कसैले बुझ्नु नभएको हुनसक्छ, लास्टकोले देख्नु भएन होला सायद। अझै पनि केही क्वेसनहरू सोध्नु छ भने, केही कुरामा डाउट छ भने हजुरहरूले अब प्रश्न सोध्न सक्नुहुन्छ। र हाम्रो समाजमा एउटा फैलिरहेको हल्ला, हामीले पिरियड भएको बेला फुल्दै गरेको फुलहरू छुनु हुँदैन अरे। अनि किन भन्दाखेरि त्यो फुल मर्छ, त्यो फुल झर्छ, त्यसरी पिरियड भएको बेला छुनु हुँदैन नि भनेर मलाई पनि भन्नुभएको छ। मलाई मात्र होइन, यहाँ धेरैलाई भन्नुभएको छ होला। अब एउटा कुरा हामीले बुझ्नुपर्छ, फुल भनेको कि त ओइलेर झर्ने कुरा हो कि त कुहिने कुरा नै हो। फुल त एक न एक दिन त झर्छ, एक न एक दिन त ओइलिन्छ। हामीले छोएर ओइलिन्छ भन्ने कुरामा हजुर विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न? हजुर विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न? अबदेखि हामी यस्तो कुराहरूमा विश्वास गर्दैनौँ, हामीले हुने कुराहरूमा मात्र विश्वास गर्नुपर्छ। अब लास्टमा म हजुरहरूलाई मेरो केही शब्दहरू राख्न चाहेँ। छोरी भएर जन्मिएपछि समाजले पहिले नै धेरै नियमहरू बनाइदिएको हुन्छ। यो गर, यो नगर, धेरै नबोल, धेरै नहाँस, धेरै सपना नदेख। सानैदेखि नै यस्तै शब्दहरू सुन्दै हिँड्नुपर्छ।
सुन्दै हुर्किनु पनि पर्छ। कहिलेकाहीँ मन यति धेरै थाक्छ यस्ता प्रश्नहरू सुन्दा कि लाग्छ कि छोरी भएर जन्मिनु नै गल्ती हो कि क्या हो। के लाउने, कसरी बोल्ने, कहाँ जाने, हरेक कुरामा बन्धन मात्रै। आखिर किन छोरीको स्वतन्त्रतालाई सधैँ सीमाभित्र राख्न खोजिन्छ त? मलाई पनि खुलेर बाँच्न मन छ, आफ्ना सपना बिना डर पछ्याउन मन छ। म पनि स्वतन्त्र भएर हिँड्न चाहन्छु, बाँच्न चाहन्छु। तर यो यी समाजका सोचहरू र अनगिन्ती नियमहरूले किन छोरीलाई आफ्नै जीवनमा जिउन डराउँछन्? छोरी हुन कमजोर होइन, छोरी त त्यो शक्ति हो जसले धेरै पीडाहरू लुकाएर पनि मुस्कुराउन सिक्छ। धन्यवाद। आजको हाम्रो यो प्रोग्राम गर्नुको मेन उद्देश्य भनेको चाहिँ मेन्स्ट्रुअल हाइजिनको बारेमा तपाईँहरूलाई अवेर गराउनु हो। अनि अर्को मेन उद्देश्य भनेको हाम्रो टोइलेट धेरै पहिलादेखि क्लग भइरहेछ, टोइलेटमा प्याडहरू भेटेकै छन्। तपाईँहरू त अवेर हुनुहुन्छ जस्तो लागेको थियो, तर नभए पनि आज फेरि हामीले तपाईँहरूलाई अवेर गराउँदैछौँ। त्यही भएर आजदेखि त्यो टोइलेटमा प्याड हुँदैन भन्ने आशा राख्दछौँ। हामीले यति मेहनत गरेर आफ्नो प्रेजेन्टेसन दिएका छौँ, हजुरहरूलाई अवेर गराएका छौँ। यतिका सब हजुरहरू बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। किनभने प्याड टोइलेटमा हाल्दा के हुन्छ भने त अघि युनिका वाग्लेले भनिसक्नु भयो। त्यही भएर आफू पनि प्रब्लममा नपार्ने र स्कुलहरूलाई पनि प्रब्लममा नपार्ने काम गर्नुपर्छ। हामीले अरूलाई दुःख दिने काम गर्नु त राम्रो होइन नि। त्यही भएर आजदेखि प्याड हामीले मजाले डिस्पोज गर्नुपर्छ, डस्टबिनमा फाल्नुपर्छ। टोइलेटमा फालेर के काम, कोसँग लजाउने? त्यो टोइलेटको डस्टबिन बाहिर छ, त्यही भएर लाज लागेको होला। तर लाज मान्ने चाहिँ कोसँग? उसलाई पनि हुन्छ, मलाई पनि हुन्छ। त्यही भएर लाज मान्नुपर्ने कोहीसँग पनि छैन। त्यही भएर त्यो प्याड चेन्ज गरिसकेपछि मजाले बेर्ने र डस्टबिनमा फ्याँक्ने, बाहिर हुँदा केही प्रब्लम हुँदैन। यति नै भन्न चाहन्छु। धन्यवाद। र अब यो कार्यक्रम यतिमै समाप्त हुन्छ। धन्यवाद ध्यान दिएर सुनिदिनु भएकोमा।